र आज हाम्रो सिनेमाको खुसीको दिनभन्दा पनि हामी सँगसँगै लगभग 15-17 वर्ष मसँग साथी भएर हिँड्नुभएको मेरो आदरणीय व्यक्तित्व मेरो गाउँले र हामीलाई सल्लाह सुझाव दिने निरन्तर रूपमा चलचित्र कर्मप्रति डोर्याउने व्यक्तित्व एउटा सारथी दिनेश सिटौला दाइलाई आँखा अगाडि नै गुम्नु पर्यो जुन यो अत्यन्तै अब त्यो शब्दमा वर्णन गर्ने शब्द नै छैन। दाइप्रति श्रद्धासुमन दिनेश दाइ को एउटा सपना थियो सिनेमाको 51 दिन चाहिँ ढल्नुभन्दा 1 घन्टा अगाडि पनि सिनेमाको 51 दिन चाहिँ एकदम भयङ्कर गर्नुपर्छ है भन्नुभएको थियो दाइले। अन्त्यमा अब दाइसँगै हुन पाइएन। अनेक प्रयास गर्दाखेरि पनि दाइलाई हामीले जीवित राख्न सकेनौँ। अब विभिन्न कालखण्डमा सबै साथीहरू सबै चलचित्र कर्ममा जोडिनुभएका कलाकारज्यूहरू पत्रकारज्यूहरू जति पनि व्यक्तित्वहरूले दिनेश सिटौला दाइलाई चिन्नुभयो सम्भवतः राम्रै हिसाबले चिन्नुभएको छ। यो भनिरहनु जरुरी छैन। उहाँ सबैको मार्गदर्शक सबैको प्यारो सबैको आँखाको नानी हुनुहुन्थ्यो र उहाँ दिवंगत हुनु भनेको अब धेरै चलचित्र पत्रकारिता गर्नुहुने व्यक्तित्वहरूको पनि साथ रित्तिएको जस्तो लाग्छ, एक्लो भएको जस्तो लाग्छ मलाई। धेरैजनाको उहाँ एउटा अभिभावक भएर पनि बस्नुभएको थियो होइन। धेरैजनालाई उहाँले चलचित्र पत्रकारिता सिकाउँदै पनि हुनुहुन्थ्यो डोराउँदै पनि हुनुहुन्थ्यो र उहाँको मार्ग उहाँले देखाउनु भएको चिज हामी सधैँ जीवनभर सम्झिरहनेछौँ भनेरै हामीले यो अक्षय कोष स्थापना गरेका हौँ र यो अक्षय कोषमा भोलि विभिन्न दिग्गज व्यक्तित्वहरू रहनुहुनेछ। यो कोष बन्नका लागि मात्रै नबनिकन यो सधैँभरि एउटा फेर हिसाबको चलचित्र कर्ममा लाग्ने व्यक्तित्वहरूको चाहिँ के जरुरी देखेको छु भने मैले अब त सबै पेसामा सबै व्यवसाय व्यस्त हुन्छ र विशेष गरी चलचित्र क्षेत्रमा काम गर्ने कलाकार पत्रकार प्राविधिकज्यूहरू जति हुनुहुन्छ एकदमै धेरै मेन्टली रूपमा स्ट्रेस हुँदो रहेछ। म त सिरियल बनाइरहेको मान्छे थिएँ, अब अरूको सिनेमामा सहयात्री भएर सहयोग त गरिरहेको थिएँ, तर सिनेमा बनाउँदाखेरि चाहिँ अलि धेरै नै फरक हुँदो रहेछ, धेरै नै मेन्टली रूपमा स्ट्रेस हुँदो रहेछ। त्यो स्ट्रेस चाहिँ अटोमेटिकल्ली आउँदो रहेछ क्या, कसैले लिन्छु नभने पनि आउँदो रहेछ। कामको प्रेसर हुँदो रहेछ र सँगै चलचित्र कर्ममा जोडिएका हाम्रा सहकर्मीज्यूहरूबाट झन् बढी स्ट्रेस हुँदो रहेछ। त्यही भएर मानसिक थकान कम गरौँ। पत्रकारज्यूहरू हुनुहुन्छ कलाकारज्यूहरू हुनुहुन्छ एकदमै हाम्रो माइन्डलाई चाहिँ स्ट्रेस नलिकन काम गर्ने वातावरणको सिर्जना नेपाली चलचित्र उद्योगमा सधैँभरि होस्। आदरणीय दिग्गज कलाकार दाइ दिदीहरू हुनुहुन्छ, उहाँहरूको मार्गदर्शनबाट नेपाली चलचित्र क्षेत्रमा दिनेश सिटौलाहरू जस्ता व्यक्तित्वहरू अबका दिनमा गुमाउन नपरोस्। हामी नै हो। अब यस्तो बेलामा धेरै बोल्न पनि म त शब्द आइराखेको छैन। विशेष गरी अत्यन्तै प्यारो मान्छे, अब मेरो त एउटा मुटुकै टुक्रा भने पनि हुन्छ होइन। गाउँ पनि एकै ठाउँमा 15-17 वर्ष भयो चिनेको र चलचित्र क्षेत्रमा कलाकार बन्नलाई उत्प्रेरणा दिने मान्छे मध्ये एकजना उहाँ पनि हो। सिनेमा बनाउनुपर्छ भनेर हौसला दिने मान्छे उहाँ पनि थियो। भोलिका दिनमा दिनेश दाइले जसरी सिनेमा बनाउँ यसो गरौँ भनेर सही सल्लाह सुझाव सही निर्देशन दिने मान्छे एउटा कमी महसुस हुन्छ नै। त्यस्तै सल्लाह सुझाव जीवित रहनु हुने साथीहरूबाट आइरहोस्। जिउँदोमै कसैले मरेतुल्य भएर बाँच्न नपरोस्। हामी दिनेश दाइलाई जीवनभरि सम्झिरहनेछौँ र हाम्रो सिनेमा हामीले अब उल्लेख्य रूपमा चलचित्रमा मेहनत
राम्रै गर्ने हिसाबबाट हामीले सके जति कसरत गऱ्यौँ। हाम्रा प्राविधिक जीवहरू जति पनि चलचित्र कर्ममा खटिनुभयो, कलाकारज्यूहरू जति पनि पत्रकारज्यूहरूले हाम्रो चलचित्रलाई सपोर्ट गरिदिनु भयो। अलिक धेरै नै अब व्यापारिक हिसाबबाट हामी अलि तलै गयौँ र समीक्षाको हिसाबबाट र चलचित्र हेर्नुहुने जतिले चाहिँ हाम्रो सिनेमालाई सबैजनाले एउटा राम्रो खालको प्रतिक्रिया दिनुभयो। त्यही नै सबैभन्दा ठुलो कुरा हो। कतिपय चिजहरू चाहिँ व्यापारमा मात्रै मूल्याङ्कन हुँदैन, किनभने व्यापार गरेर धेरै पैसा कमाउनु र कुन एङ्गलबाट कमायो भन्नु र व्यापारमा घाटा नभइकन एउटा इज्जत कमाउनु, चलचित्रको एउटा ब्रान्ड बन्नु र चलचित्रबाट जुन हामीले अपेक्षा गरेका थियौँ हामीले घाटा बिहोर्नु परेन र हेर्नुहुने जति सबैजनाले हाम्रो सिनेमालाई राम्रो तारिफ गरिदिनु भयो। एउटा अवेरनेस मुभी थियो। अब हामी छिट्टै नै केही समयपछि नै हामी यसलाई फेरि आम जनतामा हामी कसरी हेर्न सक्नुहुन्छ, हलमा गएर नहेर्नुहुने व्यक्तिहरूले त्यो उपाय गरिरहेका छौँ। एउटा अवेरनेस सिनेमा थियो र दिनेश सिटौलाज्यूले गर्नुभएको सम्भवतः यो भौतिकमा अहिले नरेश दाइले भने जस्तै अन्तिम चलचित्र नै बन्न पुग्यो। यसको लागि पनि अब हुनु नपर्ने कुरा थियो, भयो र चलचित्रको व्यापारको हिसाबले अब आज 51 दिनको दिन मैले कुरा गर्दै जाँदाखेरि चलचित्रको व्यापारमा हामीलाई घाटा भएको छैन। हामीलाई नेपालबाट र विदेशबाट अनि हामीले जति पनि हाम्रो स्पोन्सरज्यूहरू यहीँ हुनुहुन्छ, मैले सबैजनालाई देखिरहेको छु। उहाँहरूलाई पनि धेरै धेरै धन्यवाद। तपाईँहरूले स्पोन्सरको रूपबाट जुन हामीलाई कन्ट्रिब्युट गर्नुभयो, झन्डै झन्डै हामीलाई स्पोन्सरबाट मात्रै राम्रै रकम प्रदान गरिदिनु भयो। यहाँ मैले रुद्र सरहरू लगायत, लुगाघरको दाईहरू लगायत, नवीन दाई सबैलाई मैले देखिरहेको छु। उहाँहरू सबैप्रति आभार। तपाईँहरूको साथ सपोर्टले हाम्रो सिनेमा डुब्नबाट जोगियो। यस्तै चिज अरू सिनेमा पनि गरिदिनु होला, किनभने नेपाली सिनेमा बनाउने व्यक्तित्वहरूलाई जोगाउनुपर्छ। कोही पनि डुब्नु हुँदैन। एउटा सिनेमामा 5-6 करोड पैसा डुबाइदिएर घर गाडी श्री सम्पत्ति सिद्ध्याइदिएर अनि अरू सिनेमामा चाहिँ काम गर्ने मोराली वातावरणको अन्त्य हुनुपर्छ। त्यो चिजहरूमा कसैले पनि झुटा आश्वासनमा नपरिकन नेपाली चलचित्रको घाँटी हेरेर हाड्ने हो भने जस्तै आफ्नो बजार, आफ्नो स्थिति, आफ्नो चलचित्रको कन्टेन्ट हेरेर गर्नुपर्छ भन्ने पनि अनुरोध गर्न चाहन्छु। किनभने त्यस्तै कारणले हो अहिले हामीले दिनेश दाई यसरी श्रद्धाञ्जलीको ब्यानर अगाडि राखेर चाहिँ 51 दिन मनाउनु भइरहेको छ। अब यो सुखद भन्ने कि दुःखद भन्ने कस्तो खालको 51 दिन हो यो म आफैले भन्न सकिरहेको छैन। त्योभन्दा पनि अब अक्षय कोष निर्माण गर्ने आज 7औं दिनको दिन गरेका थियौँ र चलचित्र पत्रकार ज्यूहरूको साझा एउटा संस्थाको अध्यक्षज्यूसँग पनि हामीले सल्लाह गऱ्यौँ। विशेष गरी मलाई सल्लाह बारम्बार मार्गदर्शन गर्ने अनुप भट्टराई, पवन भट्टराई प्रति पनि आभार व्यक्त गर्न चाहन्छु। उहाँहरूले पनि इन्करेज गरेर सल्लाह दिएर पनि अझ अगाडि बढ्न हामीलाई सजिलो भयो। र नेपाली चलचित्रमा जति पनि काम गर्नुहुन्छ, जति पनि साथीहरू हुनुहुन्छ, समयमै खानु होला, यो तपाईँले सिकाउनु पर्दैन। समयमै सुत्नु होला, तनाव नलिनु होला। 2 दिनको काम 3 दिन लगाउनु होला, किनभने मुटु फुट्ने काम गर्नु पर्दो रहेछ। हेर्नु, रातार काम गर्नु पर्दो रहेछ। चलचित्र चौतारीको जीवन छ, झन्डै तपाईँलाई कमाउनु परेको थियो चलचित्र गर्दा। त्यतिसम्म स्ट्रेस बोक्नु पर्दो रहेछ एउटा प्रोडक्सन हाउसले भने त्यो धानै सक्दैन जो पाएदेखि। र त्यस्ता चिजहरू पनि बनाउनुभन्दा अगाडि नै विचार गर्नुपर्ने रहेछ, नत्र त यस्तो घटनाहरू धेरै घट्छन्। एउटा त कोइन्सिडेन्टको रूपमा हामीसँग बाहिर भएको बेलामा यस्तो घटना हामीले आँखा अगाडि बिहोर्नु पऱ्यो। तर एउटा यो त्यो अवस्था अर्कै थियो र त्यो अवस्थासम्म पुग्ने माध्यम के थियो भन्ने कुरो तपाईँहरू सबैजनालाई थाहा भएकै कुरा होला। र कुनै पनि अरू क्षेत्रमा भन्दा पनि चलचित्र क्षेत्रमा लाग्ने साथीहरूको चाहिँ जति पत्रकारै भनौँ, कलाकारै भनौँ, प्राविधिकै भनौँ, सबैको एउटै समस्या हो, समयमा खान नपाउने, समयमा पैसा नपाउने। त्यही भएर पैसा पनि समयमै पाउनु पऱ्यो, खाना पनि समयमै पाउनु पऱ्यो र सबै चिज समयमै हुनु पऱ्यो भन्दै आइदिनु भयो। सबैजनाप्रति आभार व्यक्त गर्न चाहन्छु। धेरै थरी बोलिरहनु जरुरत छैन।
र हाम्रा झैपछि टिममा आबद्ध हुनुभएका सम्पूर्ण प्राविधिक कलाकार, पत्रकार, स्पोन्सरज्यूहरू, निर्माताज्यूहरू, हामीलाई कतै पैसा लगानी गरिदिनु हुने सम्पूर्ण सहनिर्माताज्यूहरू, हामीलाई सहयोग गर्नुहुने, निस्वार्थ रूपमा सहयोग गर्नुहुने ज्वागल महिला समूहको टिम लगायत सम्पूर्ण आदरणीय व्यक्तित्वहरूप्रति आभार व्यक्त गर्न चाहन्छु। र आदरणीय दिपा दिदी, रमेश दाई, गणेश दाई, निर्मल दाई, कृष्ण शिवकोटी दाई, कृष्ण भक्त महर्जन